के तपाईँ सफल हुन चाहनुहुन्छ तर तपाईले आफ्ना जीवनका सबै कुरा अरूलाई बताइरहनु भएको छ? साथीहरू, हरेक कुरा सबैलाई भन्नु बुद्धिमानी होइन। आजको भिडियोमा म तपाईलाई बताउने छु त्यस्ता 7 कुरा जुन सफल हुन चाहनुहुन्छ भने अरूलाई कहिल्यै नबताउनुहोस्। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, जीवनमा सफल हुन केही कुरा आफूमै राख्नु आवश्यक हुन्छ, किनकि सबै मानिसहरू तपाईको भलो चाहने हुँदैनन्। आज म तपाईलाई 7 यस्तो कुरा बताउने छु जुन तपाईले गोप्य राख्नु राम्रो हुन्छ। 1. आफ्नो भविष्यको योजना। तपाईले के गर्न चाहनुहुन्छ, कस्तो बन्न चाहनुहुन्छ, यो सबैलाई भन्न जरुरी छैन। धेरै मानिसहरूले तपाईलाई निरुत्साहित गर्न सक्छन्, त्यसैले कम बोल्नुहोस्, धेरै गर्नुहोस्। 2. आफ्नो कमजोरी। यदि तपाईले आफ्नो कमजोरी गलत मानिसलाई भन्नुभयो भने त्यो भविष्यमा तपाईको विरुद्ध प्रयोग हुन सक्छ। 3. आफ्नो ठूलो सपना। सपना सबैलाई भन्नु जरुरी छैन। कतिपय मानिसहरूले तपाईको सपना सुनेर हाँसो उडाउन सक्छन्, त्यसैले सपना पूरा गर्नुहोस्, सपना मात्र नबकाउनुहोस्। 4. आफ्नो परिवारको समस्या। घरको समस्या संसारलाई भन्नु राम्रो होइन। धेरै मानिसहरूले समाधान दिनुभन्दा गफ बनाउँछन्। 5. आफ्नो राम्रो काम। यदि तपाईले कसैलाई मद्दत गर्नुभयो भने त्यो सबैलाई भन्न आवश्यक छैन। साँचो राम्रो काम चुपचाप गरिन्छ। 6. आफ्नो पैसा र आय। पैसाको कुरा सबैसँग गर्नु राम्रो हुँदैन, यसले ईर्ष्या र समस्या दुवै ल्याउन सक्छ। 7. आफ्नो गोप्य कुरा। जीवनका केही कुरा आफूमै राख्नु राम्रो हुन्छ, किनकि हरेक मानिस विश्वासयोग्य हुँदैन। साथीहरू, सफल हुनको लागि के बोल्ने र के नबोल्ने थाहा हुनु धेरै महत्त्वपूर्ण छ। याद राख्नुहोस्, बोलिएको शब्द फर्केर आउँदैन, त्यसैले बोल्नु अघि सोच्नुहोस्। आजबाट एउटा निर्णय लिनुहोस्, म आफ्नो जीवनका महत्त्वपूर्ण कुरा सही मानिससँग मात्र शेयर गर्नेछु। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मनपर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिटै भेट्नेछौँ। धन्यवाद।